नमस्ते, म मिलन थापा मगरको तर्फदेखि यहाँहरू सबैलाई चाहिँ धेरै नमस्कार व्यक्त गर्न चाहन्छु र आराम रहित सबैजना आरामै रहनुहुन्छ भन्ने अपेक्षा पनि गर्दछु। मेरो मिलन थापा मगर युट्युब च्यानल यहाँहरू सबैलाई अवगत नै छ। त्यो मेरो युट्युब च्यानल ह्याक भएको छ। के कारणले ह्याक भयो भन्ने कुरा चाहिँ म अनभिज्ञ नै छु। किन भन्दा राम्रो गर्दै गइसकेपछि खुट्टा तान्ने प्रविधि नेपालमा प्रशस्तै भेटिन्छ। सम्भवतः मेरो पछाडि पनि यही नै भएको हो कि भन्ने मैले ठम्मै गरेको छु। होइन भने मैले कुनै व्यक्ति विशेष, कुनै स्थान, हैन, कसैलाई पनि त्यस्तो आघात पुग्ने खालको भिडियोहरू पक्कै पनि मैले बनाएको थिएन। जुन भिडियोहरू मैले बनाएको थिएँ त्यो स्मरणको लागि, हैन, पछि चाहिँ बुढेसकालमा हेर्नको लागि एकदमै महत्त्वपूर्ण हुनेछ, मेमोरेबल हुनेछ, सम्झना स्वरूप बनाएका भिडियोहरू थिए। हैन, साथीभाइसँग, इष्टमित्रहरूसँग कुनै मनोरञ्जन, भेटघाट, कुनै रमाइलो पलको भिडियोहरू अनि खेलकुदका भिडियोहरू मात्र मैले समावेश गरेका थिएँ। त्यो भिडियो राख्दै गर्दाखेरि कसैलाई पनि त्यस्तो प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पुग्यो होला भन्ने मेरोमा ठम्मै छैन। या युट्युबले नै हटायो या चाहिँ कुनै व्यक्तिले हटायो, त्यो चाहिँ स्वयं युट्युबलाई थाहा होला या अथवा ह्याक गर्ने व्यक्तिलाई नै थाहा होला। त्यसैले अबको यो नयाँ युट्युब भिडियो कृपया कसैले पनि ह्याक नगरिदिनु होला। यो युट्युब च्यानललाई चाहिँ ह्याकरहरूबाट बचाएर कसरी राख्ने होला, हैन। अब फेरि नयाँ युट्युब च्यानल मैले सुरु गर्दै पनि छु। पक्कै पनि तपाईहरुले देखिसक्नुभयो। अबको यो युट्युब च्यानल फेरि पनि मिलन थापा मगरै भ्लगबाट आउनेछ। झन्डै 167 वटा मेरो चाहिँ लङ र अनि सर्ट भिडियो गरेर 167 भिडियोहरू रहेका थिए र त्यो भिडियो सँगसँगै मेरो झन्डै 750 सब्स्क्राइब, त्यहाँभन्दा बढी, सब्स्क्राइब भन्दा बढी मेरा सब्स्क्राइबहरू हुनुहुन्थ्यो र झन्डै भिडियोको भ्युज पनि त्यही अनुसार राम्रैसँग गइरहेको थियो। र यस्तो राम्रो युट्युब च्यानल, हैन, 81 चाहिँ बन्द हुँदा म पनि अनभिज्ञ छु, हैन। 1 महिना जति भयो झन्डै म चाहिँ यो चाहिँ युट्युब ह्याक भएको र त्यो युट्युब ह्याकलाई रिकभर गर्न सकिन्छ कि भनेर थुप्रै प्रयास गरेँ। तर त्यो युट्युबलाई चाहिँ रिकभर गर्न, रिभाइभ अथवा फेरि चाहिँ पुनरावलोकन अथवा युट्युबलाई फेरि सुरुकै ठाउँमा ल्याउन सकिएन। अब त्यसैले नयाँ मिलन थापा मगर युट्युब च्यानल लिएर आएको छु। मेरो पुरानो साथीहरूले जो जतिले मिलन थापा मगरलाई सब्स्क्राइब गर्नुभएको थियो उहाँहरू सबैले फेरि मेरो यो नयाँ युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहुनेछ, माया गर्नुहुनेछ, लाइक, कमेन्ट गर्नुहुनेछ, सेयर गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिँदै थप मनोरञ्जनका साथ कसैलाई पनि असर नपुग्ने गरिकन फेरि भिडियोहरू तपाईहरुको समक्ष लिएर आउने बाचासहित मेरो चाहिँ यो मिलन थापा मगरको सुरुको युट्युब च्यानल सँगसँगै यो नयाँ भिडियो तपाईहरु समक्ष राख्दछु। धन्यवाद। अरु चाहिँ बाँकी अन्य भिडियोहरुमा चाहिँ देख्नुहुनेछ है। किप वाचिङ, किप सपोर्टिङ है गाइज। सुस्त मस्त व्यस्त रहनु होला है। आफ्नो जीवनको पनि ख्याल गर्नु होला, स्वास्थ्यको ख्याल गर्नु होला। विशेष गरी स्वास्थ्यको भन्छु म। स्वास्थ्य नै छ त सबै कुरा छ। यदि स्वास्थ्य छैन भने हैन जति नै धन सम्पत्ति भए पनि हाम्रो यहाँ केही पनि काम लाग्दैन। त्यसैले स्वास्थ्य बचाउनु होला। जहाँ रहनुहुन्छ त्यहाँ सुस्त मस्त व्यस्त खुसीका साथ रहनु होला भन्दै मेरो युट्युब च्यानललाई धेरै भन्दा धेरै माया गरिदिनु होला र माया गर्नुहुनेछ भन्ने आशा बोक्दै मेरो नयाँ युट्युब च्यानलबाट बिदा हुन चाहन्छु। धन्यवाद। नमस्ते। किप वाचिङ है गाइज।